नानी बाबुहरु चाहिँ भर्खरै सुत्यो। दिनमा एकचोटी सुताएन भने त हालत खराब कर। यो कोठा चाहिँ अलि अँधेरै हुन्छ साथीहरु, लाइन गएर रहेछ। हेलो साथीहरु, नमस्ते। भिडियोमा स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। यदि कोही नयाँ हुनुहुन्छ प्लिज लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब चाहिँ गरिदिनु होला। अनि आई होप हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। बाबुहरुको चाहिँ अझै स्कुल लागेको छैन, सन्डेबाट लाग्छ। उनीहरु चाहिँ भित्रै छ, हल्ला गरेर बसिरहेछ। बच्चाहरुको अगाडि अहिले भिडियो बनाउन अलिक गाह्रै हुन्छ। म चाहिँ बच्चाहरुलाई हेर्नेको साथसाथै घरमै बसेर पनि काम गर्छु। त्यो के काम हो भनेर चाहिँ आज हजुरहरुलाई देखाउँछु। त्यो सामान चाहिँ आज कुरियरबाट आउँदैछ। अहिले 1 बजेतिर म बोलेको पछि बोलिरहेको छु। 1 बजेतिर अहिले कल आउँछ, रिसिभ गर्नु भनेको छ। अनि म्यासेज त आइसकेको थियो बिहानै 7 बजे। मैले आज चाहिँ आउने सामान त थाहा पाइसकेको थिएँ, तर फोन चाहिँ अघि 10-11 बजेतिर गऱ्यो। अनि अहिले 1 बजेतिर रिसिभ गर्नु होला भनेछ। के सामान हो, के काम हो भनेर म हजुरहरूलाई देखाउँछु। म चाहिँ खाना पनि खाएको छैन, अब खाना खानेछु। नुहाएर घरसर सफा गरेर पोछा लगाएर बसेछु। अब चाहिँ म खाना खान्छु साथीहरु। अनि त्यसपछि के सामान हो त्यो भनेर म हजुरहरूलाई अवश्य देखाउँछु। यस्तो छ। बच्चाहरुको अगाडि चाहिँ भिडियो बनाउन अलिकति गाह्रै हुन्छ साथीहरु। यो कोठा चाहिँ अलि अँधेरै हुन्छ साथीहरु, लाइन गएर रहेछ। म त खाना नि खाएन। मैले चाहिँ आज आलुको अचार बनाएको थिएँ, अनि दाल अनि भात। अब चाहिँ म साथीहरु खाना खान्छु। खाली जति बेला नि पैसा भन्छ। हैरान छ यहाँ। नानी बाबुहरुलाई चाहिँ पिरो नहालिकन बनाइदिएको थिएँ। तिनीहरु चाहिँ खाएर नि सकिसक्यो। किनभने बाबु नानी चाहिँ खाना खाइसक्यो। अब म चाहिँ खान्छु। आज चाहिँ आलुको अचार थियो, अब खान्छु बसेर। यहाँ बस्छु अनि खान्छु साथीहरु। जाऊ दादासँग खेल, म तिमीलाई ल मोबाइल दिन्छु। अनि मोबाइल हेरेर बस्छस्। त्यो के गरेको त्यस्तो? दिनभरि काम यही हो साथीहरु। पहिलाको किचन चाहिँ हाम्रो उता थियो। अब कोले पहिलाको भिडियो हेर्नु भएन उहाँहरूलाई चाहिँ थाहा होला। अब अहिले चाहिँ यता, किनकि पहिला भाइ पनि बस्थ्यो। भाइ चाहिँ यहाँ सुत्थ्यो यो कोठामा। अनि त्यो भाइ चाहिँ अहिले छैन। अनि भाइको चाहिँ अहिले 12 को इक्जाम छ, ब्याक लागेको थियो। त्यही भएर अहिले ऊ घर गएको छ इक्जाम दिनको लागि। त्यही भएर अहिले चाहिँ कोही बस्दैन। त्यही भएर हामीले चाहिँ यही कोठामै किचन बनाएँ मैले। अनि त्यहाँ सामानहरू राखेछौँ। यो कोठा चाहिँ लाइन गयो भने त कस्तो अँधेरो हुन्छ कि, त्यही भएर मैले चाहिँ अझै मोबाइलकै फ्ल्यास बालेर बनाएको छु भिडियो। यस्तै खाना नै सुख दिन नभए चक गरेर हैरान छ। जाऊ न छोरी, दादासँग खेल। ल त्यसो भए म मोबाइल दिन्छु अनि कार्टुन हेरेर बस्छस्। अब त्यही भएर म अलिकति भिडियो बनाउन नि पाउन्न। यिनीहरूको स्कुल छैन। अनि यही मेरै मोबाइलबाट चाहिँ अनि के अरे कार्टुन हेर्ने, भात खाने, कार्टुन हेरेर भात खाने गर्छ। अनि उसको बाबा चाहिँ काममा गछ नि त। अनि त्यही भएर नि बेलुका आउँदा त फेरि 1 घन्टा हो मोबाइल दिने पनि। फेरि नानी बाबुहरु चाहिँ भर्खरै सुत्यो। दिनमा एकचोटी सुताएन भने त हालत खराब गर्छ। नानी चाहिँ यहाँ ब्ल्याङ्केट हात चुसेर सुत्छ। बाबु चाहिँ सुतिरहेको बिचरा। एक दिनमा एकचोटी सुताएन भने त आमालाई पनि हत्ते, बच्चाहरू पनि लडेर हैरान। मन कस्तो रिन्दा लाग्थ्यो नानी बाबुलाई सुताउँदा। फेरि अहिले 1 बजे सामान आउँछ भनेर त्यही भएर थाहा हुन्न कि भनेर फेरि म सुतिनँ। जसरी भयो नि फोन रिसिभ गर्नु है भनेको छ। त्यसैले घाम लाग्छ बाहिर, मस्त सुतेछ। अहिले फेरि 15-20 मिनटमै उठिहाल्छ। फेरि 15-20 मिनट भयो नि आनन्द हुन्छ कि मलाई। साथीहरु, मेरो चाहिँ यहाँ सामान आइसक्यो। यो सामानभित्र के छ भनेर म चाहिँ हजुरहरूलाई देखाउँछु। भर्खरै यही घर अगाडि नै आउनुभएको थियो। अनि म चाहिँ भर्खर सामान लिइसकेँ। अब के रहेछ भनेर म चाहिँ हजुरलाई घरभित्र गएर कोठामा गएर देखाउँछु। यो भित्र चाहिँ के छ भनेर अब म देखाउँछु हजुरहरूलाई। म चाहिँ खोल्छु साथीहरु। यो चाहिँ सवर्जन ह्यान्डिक्राफ्टबाट आएको नारायणघाट, काठमाडौँबाट नारायणघाट आएको। यो चाहिँ
के रहेछ भनेर पहिला म खोज्छु अनि हजुरलाई देखाउँछु, किनकि एउटा हातले मैले मोबाइल समातेछु अनि एउटा हातले मात्र त सामान खोल्न मिल्दैन, त्यसैले म चाहिँ खोल्छु अनि देखाउँछु है त। मैले चाहिँ खोलिसकेँ, यहाँ पुरै स्टिच लगाएर पठाइदिन्छु। यो भित्र चाहिँ के छ देखेपछि चिन्नु भइसक्यो होला हजुरहरूले। यो चाहिँ धुप बनाउने पेपर हो, यो चाहिँ धुप बनाउने पेपर। अनि यो भित्र चाहिँ धुलो छ। योसँग मेरो 3 लट भइसक्यो सामान आएको। मैले चाहिँ घरै बसी धुप बनाउने काम गर्छु साथीहरू। योसँग मेरो 3 लट भइसक्यो सामान आएको। यहाँ भित्र अझै के छ यहाँ भित्र चाहिँ यो एउटा स्याम्पल पठाइदिनु भएछ। ओ मसिनो मात्रै रहेछ योपालि त बनाउने। यो मसिनो यति गाह्रो लाग्छ नि मलाई फेरि बनाउन। मसिनो मात्र रहेछ बनाउने। यसरी 3 लट भइसक्यो मलाई सामान पठाइदिएको। हजुरहरू पनि घरै बसी यसरी काम गर्नुहुन्छ भने यो स्वर्जन ह्यान्डिक्राफ्टलाई चाहिँ टिकटकमा नि यही होला नाम। यो चाहिँ कुनै फेक होइन, यो चाहिँ रियलै हो। मैले चाहिँ घर बसी यसरी काम गर्छु साथीहरू। यो चाहिँ कति पेज रहेछ म गर्नु पर्यो अनि त्यसपछि अब म चाहिँ बनाउनेतिर तर्फ लाग्छु। नानी बाबुहरू चाहिँ सुत्दा थोरै बनाउँछु अनि त्यसपछि खाजा बनाएर दिनुपर्ने हुन्छ। साथीहरू म चाहिँ अहिले हामी खाना बनाउँदैछु। नानीले मोबाइल हेरिरहेको थियो, यहाँ मोबाइल मागेर बनाएको छु। दिउँसो खाजा खाएको नि यताउता गरेर पनि केही गर्न पाएन। अनि मैले चाहिँ धुपसुप अलिकति बाटेँ अनि नानीहरूलाई खाजा बनाइदिएँ। अनि एकैछिन यिनीहरूलाई हेरेँ। अब यिनीहरू कति यता हो बोल्छु भनेको चाहिँ ठ्याक्क सिटी लागेको हेरेँ। आजको लागि चाहिँ मैले भिडियो साथीहरू यहीँ एन्ड गरेँ। अहिलेको लागि चाहिँ बाई बाई।